हेलो गुड मर्निङ अनि जय मसी सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई टी गार्डन देखाउन जाँदैछु। प्लिज तपाईहरुले स्किप नगरिकन हेरिदिनुहोस्। यो साइकलमा जाँदैछु। फिलहाल चाहिँ म अहिले सिलगढीमा छु। सिलगढी देवीडङ्गा बजार छेउनेर पर्छ। Okay, I'm going. Please keep support, guys. हेर्नुहोस् यहाँ चाहिँ हिउँमा धेरै भएको कारणले उफ्रिँदैछ। यस्तै छ सिलगढीको दृश्य। हेर्नुहोस् साथीहरू। अहिले चाहिँ लगभग म पुग्न आँटिसकेको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ। अहिले चाहिँ फाइनली म पुगिसकेँ। अनि यो चाहिँ यस्तो राम्रो छ दृश्य। हेर्नुहोस् अहिले चाहिँ रास्ताको साइड मात्रै देखाउँछु। हेर्नुहोस् है साथीहरू, तपाईँहरू पनि आउन सक्नुहुन्छ। जतिजना मणिपुर नागाल्यान्डदेखि हुनुहुन्छ प्लिज सपोर्ट गर्नुहोस्। सब्सक्राइब गरिदिनुहोस् मेरो च्यानललाई भन्न चाहन्छु। यता सिलगढीको चाहिँ रास्ताहरू पनि एकदमै राम्रो छ। यो हाइवे पनि होइन, भए गल्लीको रास्ता हो यो। भए तापनि यस्तो पिच गरेको छ, यस्तो मजाको छ, एकदमै राम्रो छ। मणिपुरतिर भनेदेखि गल्लीको रास्ताहरू हेऱ्यो भने भन्न सकिँदैन होइन, तपाईँहरूलाई नै थाहा छ। सिलगढीमा चाहिँ धेरै कुराको सुविधा छ। बाटो भयो, बजार भयो, हरेक कुराको। हेर्नुहोस् साथीहरू, यस्तै छ। र हेर्नुहोस् है टी गार्डनको दृश्य चाहिँ यस्तो छ नजारा। भ्यू मन पर्यो कि मन परेन कमेन्ट गर्नु होला। मेरो साइकल चाहिँ यहाँनिर छ। विशेष गरी तपाईँहरूलाई यो भन्न चाहन्छु, प्लिज सपोर्ट गर्नुहोस् मलाई, यही भन्न चाहन्छु।